उखु, जल, पान, कन्दमूल, फलफूल, दूध आदि कुराहरू यदि तपाईले भोजन गरिसक्नु भएको छ भने, भोग गरिसक्नु भएको छ भने त्यो भोग गरे पश्चात तपाईले विभिन्न पुण्य कर्महरू गर्न मिल्छ। यदि मैले यस्ता केही कुराहरू खाएको छु भनेर हजुरहरू शुभ कर्म गर्नमा, माङ्गलिक कर्म गर्नमा पछि नअड्नु होला। माङ्गलिक कर्म गर्नलाई यी कुराहरू पान गरेर हजुरलाई केही छेकबार हुँदैन। हजुरले शुभ कर्म कहिले त्याग्नु हुँदैन। केही भोग गरेको छु भन्ने बहाना हजुरले नबनाउनु होला, किनभने शुभ कर्म सबैले गर्नुपर्ने हुन्छ, गर्नुपर्छ। शुभ कर्मले नै यस जीवनलाई मात्र होइन, योभन्दा अर्को जीवनलाई पनि, अर्को जन्मलाई पनि यसले तपाईलाई सहयोग गर्न पुगेको हुन्छ।